सबैजनालाई आज पनि नयाँ भिडियो लिएर आइसके निहालेवा हामी कहाँ जानु आँटेको रे भनिदिनु न यहाँ छिटो भनिदिनु न भन्नु न हामी कहाँ जानु आँटेको अरे के को लागि भन्नु न छिटो विशेषको पूजाको लागि पार्टिन नि हो त्यही हो हैन स्किप नगरी अन्तिम समय दिनु होला ल यता बहिनी हुन्छ चिउरीको जाडो बोक्नु हुँदैछ यता बहिनी सुँगुरको चारो बोक्दै हो अनि यतापट्टि मामा सुँगुरको चारो परको छेउको पनि मामा सुँगुरको चारै बोक्नु हुँदैछ अनि म चाहिँ त्यति खाजाहरू के बोकेको छु पात टिप्न गएको मान्छे कसम पनि यस्तो बेजुक छ नि कस्तो हौ मान्छेहरू पर न पर पुगिसक्यो हामी चाहिँ यहाँ भाउजूसँग कम त गाह्रो गयो अब हामी चाहिँ एकैचोटि के भन्छ के भन्छ हिँड्दा हिँड्दा त मरिन्छ नि होइन हो कि होइन त यसरी पानी बगिरहेछ चिप्ले लड्यो भने त गयो त त्यही भएर अब पात टिप्ने बेलामा नै भेट्नुपर्छ गाह्रो भयो नि त गाह्रो भयो यसरी त है कसम थाकियो कसम पनि हेर्नु त गर्मी न गर्मी माथि आउँदैछन् सला ए त्यसो भन्नु नि ऊ पर पुग्नुपर्ने हो राम्रोसँग देखिँदैन ऊ त्यहाँ माथि पुग्नुपर्ने हो त्यहाँ आक्का अनि त्यहाँ तल पुल छ कि कति गाह्रो हुँदैछ म त थाकेँ स्वागत छ तपाईँहरूलाई कसम गर्मी कति बेला गएर पार त्यति पेको छैन गर्मी हुँदैछ हौ के गर्नु भैया पुलमा पुग्यो है त्यहाँ पुल छ नि त्यहाँ नदी छ है देखिँदैन मलाई कति गाह्रो भयो कस्तो गाह्रो भयो कि होइन गर्मी दाजु किन इधर गर्नुभएको साँच्ची पनि होला त्यहाँ सुनिँदैन होला के पनि है साह्रो बोल्दैछु कि ठिक है अब पुलतिर जानुपर्छ पुलमा त मलाई डर लाग्छ नि त होइन किन डर लाग्छ साथी सबैजना जाने हो अक्का गाह्रो भयो छिरेको है हामी सुनिन्छ कि सुनिँदैन राम्रोसँग वा मलाई त डर लाग्छ तर आँखा हेर्नु न यहाँ मैले फोन होइन आँखा मलाई त डर लाग्छ नि तर कतिर हेर्ने हुँदैन डर लाग्छ सुनिन्छ कि सुनिँदैन मैले बोलेको सुनिन्छ कोही पनि मान्दैन कतिदेखि गएर खिच भनेको मान्दैन तिमीहरू ठुलो भएको होइन दाजुलाई डरै लागेको छैन यहाँदेखि कसम चाहिँ मलाई कति डर लाग्छ क्या होइन ऊ सरसरी हिँड्दैछ मान्छेहरू चाहिँ मलाई चाहिँ कस्तो डरलाग्दो देखिन्छ क्या है अब पुल टिप्न हिँडेको हामी सानो घर पुगेर पनि है कस्तो जाने बेला हुनुहुन्छ है जाँदैछु मुनि के
니가 점수가 गर्मी छ तर यति बेला शीतल छ भाइको चार्ज पनि फोनमा चार्ज पनि छैन सकेको छ म मोटा युङसिन यही म चाहिँ 7 खाना पाउ न म यहाँ मोटा युङसिन मामा चढ्नु भएको थियो रुखबाट चढ्दै हुनुहुन्छ पात झार्नु रहेछ अलिक यो चाहिँ हाम्रो पात अनि यता दाबी खुकुरी अनि यता पनि 3 मिठा भयो पात अलिक मिठा बनेको छैन यता छरपष्ट छ यहाँ झरिसक्नु भएछ अघिदेखि माथिदेखि चाहिँ अघि बिस्तारै के पो यो हेला काटे जस्तो झर्दै मामा बिस्तारै झर्नु ल झरिसक्नु भयो ठुलो दसैँ र तिहारको लागि अनि दसैँ तिहार आएपछि त यस्तै दुःख गाउँ घर खै देखिनु नै मुना त अब सबैले छेकिरहेको छ त होइन मान्छे चाहिँ यस्तो हो कि कस्तो रहेछ यत्रो भन्दाखेरि पनि आउन्न हौ यसरी गर्ने हो होइन ऊ दाजु पनि झरिसक्नु भयो अनि भाउजूले यति गर्नुभएको हामीले सबैले गरेको भनौँ न सबैले टिपेको हामीले 5-6-7 जनाले कति बजी यति बेला तपाईँले सानो फोन त यति बेला त 2 बज्न आँटेको छ होला कस्तो भोक लागेको साढे 1 भएको छ आजको भोक त सबैले लागेको छ आजको दिन अब खाजा खाएर हिँडेको अब खाना चाहिँ अहिले गएर सानीकोमा खाने अब म त्यस्तो नभन कस्तो रहेछ होइन त्यस्तै मामा चाहिँ सानीको कस्तो आश गरेको हो अघि त्यत्रो सानो बुवाले पकाउनु हुँदैछ नि त मामाले देखाउनु बेला पार्नु भएको ल छिटो ल्याउनु है किन मुसान्छ नि मुसु न मान्छेहरू होइन हो टिपेको छैन अझै मान्छे चाहिँ छिछि हो के यस्ता पनि के बुहारी कसले भन्छ त हौ जातले पाएको भन्दैमा खाने हो त त्यति धेरै खानुपर्छ नि यति त होइन त्यति बोतल त छोड्दै बोतल फेरि दाजु चढ्दै हुनुहुन्छ है माथि
फेरि त्यहाँ माथि चढ्दै हुनुहुन्छ अरे किन फेरि हो भन्दाखेरि पातै थिएन कि यति छ हो रे रन्किँदैछ कि रन्क फुटे रन्क फर्स्ट टाइम हो है म होइन यसरी पात टिप्न गएको कि मम्मी नै जहिले जानुहुन्छ नि पात टिप्न त्यो बिहेमा होस् कि जेमा जानुहुन्छ मम्मी नै म कहिले पनि गएको थिइनँ कि अनि आज चाहिँ म गएको ढुट्टो भइसक्यो कि म आज कति साह्रो हुँदैछु होइन म त यति साह्रो थाकेँ भन्नै सक्दिनँ म कति साह्रो थाक्यो भनेर पहिलोपटक हो नि त है त्यही भएर बहुतै थाक्यो नि त म है अब कति बेला घर पुग्छ 4 बज्न आँटेको छ है 4 बज्न आँटेको छ कति बेला घर पुग्नु थाहा छैन पनि थाहा छैन मलाई बुझ्नुभयो भोक लाग्दैछ पर्खेको है हामी तल तल कता कता हुनुहुन्छ है म चाहिँ यति बेला खाली डोको बोक्दैछु डोको अनि त्यही हो त्यो हो मेरो डोको चाहिँ भाउजूले बोकिदिनु भनेर बोक्दिँदै हुनुहुन्छ बाटो भयो पो त जङ्गलै जङ्गल सानी हो भारी हो है बुड्डे